आइपिओएफपिओ कहाँबाट पर्छ त अनि हजुरले भर्ने बेलामै केही गल्ती गर्नुभयो कि हो त्यही भएर आजको भिडियोमा म तपाईलाई आइपिओएफपिओ भन्ने बारे सम्पूर्ण प्रक्रिया सजिलो तरिकामा देखाउनेछु। अबदेखि हजुरले कुनै पनि आइपिओ भर्दा गल्ती नगरी गर्नुहुनेछ। अब जाउँ मोबाइलको स्क्रिनतर्फ। सबैभन्दा सुरुमा त तपाईले आफ्नो लिङ्क गरिएको बैंक खातामा पर्याप्त मात्रामा पैसा जम्मा गर्नुहोला। त्यसपछि हजुर मेरो शेयर एपमा क्लिक गर्नुहोला। मेरो शेयर एपमा क्लिक गरिसकेपछि यहाँ आइडी पासवर्ड राखी लगइन गर्नुहोला। लगइन गरिसकेपछि माई एसबामा क्लिक गर्नुहोला। माई एसबामा एप्लाई फर इस्यु भित्र एउटा कुनै आइपिओ अथवा एफपिओ खुलेको भए त्यसमा एप्लाई गर्नुहोला। एप्लाई गरिसकेपछि त्यसमा प्रोसिडमा क्लिक गर्नुहोला। प्रोसिडमा क्लिक गरिसकेपछि यहाँ हाम्रो डिटेल्सहरू भर्न पर्नेछ। त्यसमा हाम्रो पहिला सुरु कति किता एप्लाई गर्ने हो त्यो लेखिदिनु होला। जस्तै अहिले मैले 25 किता एप्लाई गर्दैछु। त्यसपछि हजुरको सीआरएन नम्बर यहाँ लेखिदिनु होला। सीआरएन नम्बर मैले यहाँ पेस्ट गरिदिसकेको छु। अनि यो टिक गरिदिएर एप्लाई गर्नु होला। अनि हजुरको यहाँ ट्रान्जेक्सन पिन जुन छ त्यो ट्रान्जेक्सन पिन राख्ने बित्तिकै हजुरको शेयर एप्लाई हुनेछ। धन्यवाद।